30 दिन अगाडि मात्र पशुपति आर्यघाटमा अर्थात् चियानमै गएर रवि लामिछाने छुटाउँछु अर्थात् रवि लामिछानेलाई पितृदोष छ भनेर उहाँले 2 दिन अगाडि मात्र बृहत पूजा गर्नुभएको थियो। तसर्थ हामी त्यसको फलोअपमा रहेका छौँ। गुरु नमस्कार, स्वागत छ। जय होस्। तपाईले भर्खरै बोल्दा बोल्दा अलिकति गल्ती बोल्नु। पितृदोष हैन, प्रेत दोष छ भनेको थियो। प्रेत दोष भनेको चाहिँ किन अकाल मृत्यु भएका, जुन चाहिँ काल गतिले के अरे नमरेका अकाल मृत्यु भएका र अहिले धेरै हाम्रो फेसन के आएको नि बच्चा फाल्ने हो, यस्तो यस्तोको पनि बच्चाहरू खेर गएको नि यो प्रेत हुन्छ, प्रेत दोष हुन्छ। त्यो प्रेत दोषको मैले पूजा गरेँ है। प्रेत दोष छ कि भनेर रवि लामिछानेको लागि उहाँले बृहत पूजा गर्नुभएको थियो हैन त? फेरि तपाईले छ कि हैन छ के ए प्रश्न तपाईँ प्रश्नै गल्ती छ कि रे रु रा हुँदैन के भीमेश्वर? मैले देखेन नि त, मलाई त शंकाको के भन्छ हैन, त्यही हुन्छ। रवि छुट्छ है, प्रेत दोष छ, प्रेत दोष छ, भूत दोष छ, भूत दोष छ। तिमी पागल हुन्छौ, पागल हुन्छ, मर्छ, मर्छ, बाँच्छ, बाँच्छ, यसले घर किन्छ, किन्छ, यो सिद्धिन्छ, खलास भनेपछि खलास। त्यो हो के भनेपछि त्यसरी पूजा गरिसकेपछिको तपाईले जुन मध्यरातमा त्यसभन्दा अघिल्लो दिन धेरै प्रेत आत्माहरू बोलाएर त्यो काम सिद्ध गर्नुभयो, त्यसपछिबाट के भयो? त्यो पूजा गरिसकेपछिको दोस्रो रात के थियो? दोस्रो रात पनि जागृत थियो। भूत प्रेत वीर मसानहरूसँग खेली बढी नाचगान, त्यही हो परम्परा हैन। हामी जस्तो तान्त्रिक ज्योतिषहरूको त्यही हो। भोलिको भविष्य के हुन्छ, यो देशको भविष्य के हुन्छ, राजनेताहरूको भविष्य के हुन्छ, आउने सन्ततिहरूको भविष्य के हुन्छ, स्वयं हामीले हाम्रो भविष्य चाहिँ हेर्दैनौँ के। किनभने मृत्यु एउटा जीवन हो, जन्मेपछि मर्नुपर्छ, एक दिन मृत्युलाई स्वीकार्नु पर्छ। त्यसैले हामीले कहिले पनि आफ्नो भविष्य हेर्दैनौँ। त्यस बीचमा तपाईले 6 महिना त्यो पूजा पशुपतिको चियान भनौँ या अन्तिम दाह संस्कार गर्ने ठाउँमा पूजा गरिसकेपछि धेरैले तपाईले भन्नुभयो नि 6 महिनाभित्र रवि लामिछाने छुट्छ भनेर जसरी वाचा गर्नुभएको थियो, वचन दिनुभएको थियो, त्यसपछि धेरैले प्रश्न गरे रवि लामिछाने यति बेला नखुमा छ तर कानुनी पाटोबाट छुट्न नसकेको रवि लामिछाने एउटा गुरुले चियानमा गएर पूजा गर्दैमा छुट्ला त भनेर प्रश्न गरे। ठ्याक्कै अब तपाईहरुलाई यसको उत्तर यसरी दिउँ है। रवि लामिछानेको एउटा सहकारी ठगी मात्रै केस हो क्या। दुर्गा प्रसादको त देशद्रोही मर्डर केस थियो, बुझ्नु भएन हैन? त्यो पनि त छुट्यो है, छोड्दैन। देशद्रोही मर्डर ज्यान मार्ने केस थियो, के घाती भन्ने हैन। त्यस्ता धेरै मृत्युको शैलीमा पुगेका डाक्टरले नै अब बाँच्दैन भनेर घर फर्काएकाहरू पनि मृत्युञ्जय जबबाट फर्केको छ, प्रमाणै छ क्या। म चाहिँ त्यो मिडियामा मेरा मान्छेहरू देखाउन चाहदिनँ, तर तपाईहरुको सच्चा मिडियाहरु खोज तलास गर्नु चाहनुहुन्छ भने म नम्बर दिन्छु, उहाँहरुलाई गएर सोध्नुस् कि हैन। त्यसबीचमा धेरै पीडितहरूले यो सेवा खोजिरहेका थिए, कतिपयले चाहिँ गुरुको नम्बर पाए हुन्थ्यो भने तपाईको नम्बर भनिदिनुस् न तपाईको मुखबाट। यो चाहिँ एकदमै गाह्रो लाग्छ मलाई त। अब तपाईले भनिहाल्नुभयो 98 60 40 69 47 98 60 40 69 47। एकदमै गाह्रो लाग्छ मलाई नम्बर दिनलाई, किनभने नम्बरमै अलिकति हुन्छ। जे सोध्नुभयो धन्यवाद तपाईलाई। अब हामी अलिकति विषयपट्टि जाउँ। रवि लामिछानेको लागि भेट्नको लागि लड्को लागेर यति बेला नक्खु कारागारमा जानेको लड्को उत्तिकै छ। तपाईले गर्नुभएको भविष्यवाणी रवि लामिछाने छुट्छ भनेर हो कि अर्थात् के कारणले चाहिँ यति बेला भेट्न गइरहेका छन् नक्खुमा? रवि लामी छुट्दैछन् हैन। अब मान्छे छुट्ने भए त्यही त हो नि भने बले आगो सबैले ताप्छ हजुर। निभे